भाइ के भयो किन टेन्सनमा हो? भर्खरै किनेर ल्याएको रिचार्ज कार्ड हेर्नु, रिचार्ज कार्ड गर्ने बेला पिन जति मेट्यो। हेर्नुस् त दाइ, केही उपाय छ भने बताउनुस् त। खै देखाउ त के भयो? हेर्नुस् त ए यस्तो भएको बीचको पिनहरु मेटिएको हो? हजुर हजुर। यसलाई त सजिलैसँग रिचार्ज गर्न सकिन्छ नि। सबैजनाले भिडियो अन्तिमसम्म हेर्नुस् त, जानिहाल्नुहुन्छ। अब त्यसको लागि तपाईले आफ्नो फोनमा रहेको डायल प्याड ओपन गर्नुहोस्। त्यसपछि *9005*7 # डायल गर्नुहोस्। त्यसपछि तपाईले यहाँनिर अप्सन भेटाउन सक्नुहुनेछ। नेपालीको लागि अङ्क 1, इङ्ग्लिसको लागि अङ्क 2 प्रेस गर्नुहोस्। प्रेस गरिसकेपछि यहाँनिर तपाईले अब सेलेक्ट गरेर सेन्ड गर्नुहोस्। त्यसपछि यहाँनिर तपाईले अब रिचार्ज कार्डमा रहेको सिरियल नम्बर जो टपमा रहेको छ देख्न सक्नुहुनेछ। यो सिरियल नम्बर यहाँनिर तपाईले मिस्टेक नगरिकन डायल गर्नुपर्ने हुन्छ। फेरि यो सिरियल नम्बर पनि मिस्टेक गर्नुभयो भने रिचार्ज सक्सेस हुँदैन। त्यो हुँदा तपाईले यहाँनिर एकदमै ख्याल गरेर रिचार्ज गर्नु होला, मिस्टेक नगरिकन। त्यसपछि यहाँनिर अङ्क डायल गरिसकेपछि अब तपाईले सेन्ड गर्नुहोस्। त्यसपछि अब तपाईले रिचार्ज कार्ड स्क्रैच गर्दा बिग्रिएको जुन पिन कोड मेटिएको छ त्यो अप्सन यहाँनिर तपाईले के गर्नु होला भने अब यहाँनिर तपाईले डायल गर्नुपर्ने हुन्छ। जो तपाईले देख्नु भएको छ त्यो अङ्क नै डायल गर्नु होला। जहाँनिर तपाईको स्क्रैच छ, तपाईले कोतर्नु भएको छ, त्यसमा चाहिँ स्टार कतिवटा बिगार्नु भएको छ त्यही अनुसारले स्टार डायल गर्नु होला। जस्तै मेरोमा यहाँ 5 वटा बिग्रेको छ, मैले 5 वटा स्टार डायल गरेँ, तपाईले देख्न सक्नुभयो। अब यसरी नै तपाईले रिचार्ज गरेर सेन्ड गर्नुहोस्। त्यसपछि अब फेरि तपाईले यहाँनिर अब कुन नम्बरमा रिचार्ज होस् भन्ने चाहनुहुन्छ त्यो नम्बर यहाँनिर डायल गरिसकेपछि सेन्ड गर्नुभयो भने सजिलैसँग रिचार्ज हुन्छ। एकदमै सजिलो छ प्रोसेस हो। एकदमै सजिलो तरिकाबाट तपाईले पनि आफ्नो घरमा यसरी नै रिचार्ज कार्ड स्क्रैच गर्दा पिनहरु मेटिएर रिचार्ज कार्ड राख्नु भएको छ भने सजिलैसँग रिचार्ज गर्न सक्नुभयो। तपाईले रिचार्ज कार्ड बिग्रिसकेपछि टेलिकम जानी अथवा एनसीएल सेन्टर जानी रिचार्ज कार्ड फाल्ने गर्न केही पनि परेन, सजिलैसँग रिचार्ज गर्न सक्नुहुनेछ।